हेलो नमस्ते सबैमा। आज चाहिँ हामी नाम्चीबाट फर्किँदै थियौँ बेलुका बेलुकातिर हो। अन्त हामी यस्तै 5 बज्नु आँटेको थियो। आउँदा आउँदै त्यो एउटा जग्गा मजाको जग्गा अहिले मजाको भइरहेको छ हो। त्यो जग्गा देखाउनुको लागि चाहिँ तपाईँहरूलाई देखाउनुको लागि मन लाग्यो नि त, त्यसैले भिडियो गर्नु थालेको हो। भिडियो गर्दा गर्दै टक्कै हामी चाहिँ रोङ आइपुगेको थियौँ हो। रोङको त्यहाँनिर डाँडाबाट चाहिँ सट्टै हामी पस्यौँ। त्यहाँबाट चाहिँ स्टार्ट हुन्छ हाम्रो खास कुरा चाहिँ होइन। यो चाहिँ हो हाम्रो जस्तै आनन्द उठाइदिनुहोस् होला, हेर्नुहोस् होला नजाराहरू। मेरीगोल्ड फेस्टिभल मनाएको थियो यहाँ चाहिँ। पोइन्ट भन्दा पनि हुन्छ अहिलेको लागि चाहिँ हो। सिम्पल देखाइदियो क्या मैले। यहीँदेखि चाहिँ जाम थियो नि त, मलाई जानु छ कस्तो क्या म कस्तो बेसी योपालि चाहिँ लामो चाहिँ रोपेको छ, तर फुल चाहिँ त्यस्तो खास चाहिँ छैन। तर पनि मेरो गोप्रो झरेर रटी भयो। त्यस्तो खास छैन है योपालि, झट्का खाने। होइन त कालो होइन नम्राज काले छ, हाम्रो चाहिँ खोला हो। यहाँदेखि उता चाहिँ सुम्बुक पश्चिम बोर्डर चाहिँ हो, नाम्ची सिङ्गिताङ एन्ड मल्लै कन्स्टिट्युन्सीको बोर्डर। ए हो त्यो पनि दामी छ हाम्रो भिड हो। यो उत्तली भिड भन्दा कम छैन यो, तर हाम्रो चाहिँ टु वे चाहिँ छ। उत्तली भिडमा चाहिँ अब एउटा गाडी आयो भने चाहिँ जो जिता वो सिकन्दर हुने जस्तै हो कि, तर यहाँ चाहिँ गाडी पास हुनसक्छ। हाम्रो मन्दिर पनि त्यो देखाइदियो त मेरो क्यामेरा कल। हाम्रो यो मन्दिर हो, माथि छ पहाडमा, चट्टानमा छ। त्यो साइडबाट चाहिँ ससुरालीबाट फर्केको आज चाहिँ गयो यता उता गर्दा। सो गाइस हामी चाहिँ अब पुग्नु आँट्यौँ घर हो। लगभग 45 मिनट जस्तो लागेछ हो हामीलाई आइपुग्नु चाहिँ। अन्त अब यहाँदेखि उता चाहिँ हाम्रो गाउँै भन्दा पनि हुन्छ। अब हाम्रो माथि 9 माइल साइड हो यो चाहिँ हो। 9 माइल बोल्चालाई चाहिँ यहाँदेखि उता अब बजार निस्किन्छ हो।
त्यस्तो खासै ठुलो बजार त छैन तर पनि सानो शनिबार हाट लाग्छ हो मान्छे मरमसलाहरू किन्नु टाढो चाहिँ जानु पर्दैन सुविस्ता छ सो गाइस अब यो चाहिँ म अब एन्ड गर्दैछु हो यस्तै भिडियोहरूको लागि हेर्दै गर्नुहोस् मेरो च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नुहोस् सो इन्जोय